हेलो फ्रेन्ड्स, तपाईहरु हेर्दै हुनुहुन्छ हसन टिप च्यानल। आज फेरि तपाईहरुलाई हसन टिप च्यानलमा स्वागत छ। आजको यस भिडियोको टपिक यो छ कि हाउ टु पोस्ट कन्टेन्ट अन फेसबुक ग्रुप, कि फेसबुक ग्रुपमा कसरी कन्टेन्ट पोस्ट गर्ने। त आजको भिडियो यही टपिकमा रहनेछ। त अगाडि बढ्नुभन्दा पहिला तपाईहरु यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर यसको बेल आइकनमा गएर अल सेलेक्ट गर्नुस्, ताकि अगाडि दिनमा आउने भिडियोहरुको नोटिफिकेसन तपाईहरुको डिभाइसमा सजिलै पुगोस्। त आउनुस् आफ्नो आजको भिडियोतर्फ लागौं। त फेसबुक ग्रुपमा कन्टेन्ट पोस्ट गर्नको लागि तपाईसँग फेसबुक ग्रुप हुनुपर्छ। यदि तपाईले अहिलेसम्म ग्रुप क्रिएट गर्नुभएको छैन भने यो भिडियो हेर्नुस्। यो भिडियोको लिंक डिस्क्रिप्सनमा राखिदिएको छु। यदि तपाईसँग फेसबुक ग्रुप छ भने हेर्दै गर्नुस् अगाडि। त फेसबुकमा लगइन गर्नुस्। लगइन गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ थ्री लाइनमा क्लिक गर्नुस्। थ्री लाइनमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्नुस् ग्रुप। यदि तपाईले आफ्नो ग्रुप फेसबुक प्रोफाइलमा क्रिएट गर्नुभएको छ भने प्रोफाइलको ग्रुपमा क्लिक गर्नुस्, र यदि तपाईले फेसबुक पेजमा ग्रुप क्रिएट गर्नुभएको छ भने पेजमा क्लिक गर्नुस्। म चाहिँ पेजमा भएको ग्रुपमा कन्टेन्ट पोस्ट गर्न गइरहेछु, त म पेजमा क्लिक गर्छु। पेजमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि अब तपाईले राइट साइडको टपमा भएको थ्री लाइनमा क्लिक गर्नुस्। थ्री लाइनमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ ग्रुपमा क्लिक गर्नुस्। ग्रुपमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ, जहाँ टपमा ग्रुप, सेकेन्ड लाइनमा फर यु, योर ग्रुप्स, पोस्ट अनि डिस्कभर्स लेखिएको हुन्छ। र यहाँ हेर्नुस्, यहाँ तपाईले क्रिएट गरेको ग्रुप र अरूको ग्रुपलाई लाइक गर्नुभएको होला, त्यो सबै ग्रुपहरू छन्। र तपाईले जुन ग्रुपमा कन्टेन्ट पोस्ट गर्नुहुन्छ त्यो ग्रुपमा क्लिक गर्नुस्। ग्रुपमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ, जहाँ ग्रुपको नेम, तल मेसेज, साइडमा इन्भाइट, तल फिचर्स, साइडमा यु, साइडमा फोटो, इभेन्ट, फाइल्स इटिसी। बट अहिलेको टपिक यो हो कन्टेन्ट पोस्ट गर्ने। सो कन्टेन्ट पोस्ट गरौँ। सो तल आउनुस् र राइट समथिङमा क्लिक गर्नुस्। राइट समथिङमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ, र यहाँ हेर्नुस् क्रिएट अ पब्लिक पोस्ट लेखिएको छ। र अब कन्टेन्ट पोस्ट गर्नको लागि यो फोटोको आइकनमा क्लिक गर्नुस्। क्लिक गरिसकेपछि तपाईको ग्यालरी ओपन हुन्छ, र यहाँबाट कन्टेन्ट चुज गर्नुस्। फोटो और भिडियो जेसुकै चुज गर्नुस्। चुज गरिसकेपछि पुनः फेरि तपाई क्रिएट अ पब्लिक पोस्टमा आउनुहुन्छ, र यहाँ हेर्नुस् लेखिएको छ से समथिङ अबाउट दिस। यहाँ तपाई आफ्नो कन्टेन्टको बारेमा लेख्न सक्नुहुन्छ। त लेख्नुस् यसरी। लेखिसकेपछि अब यहाँ हेर्नुस्, यहाँबाट तपाईले जोसुकैलाई पनि ट्याग गर्न सक्नुहुन्छ, त्यो तपाईको इच्छा हो। त यति गरिसकेपछि यहाँ हेर्नुस् शेड्युल पोस्ट। यहाँबाट तपाईले आफ्नो पोस्टलाई पनि शेड्युल गर्न सक्नुहुन्छ यसरी। म चाहिँ शेड्युलमा राख्दिन, र सबै सेट गरिसकेपछि यहाँ हेर्नुस् पोस्टमा क्लिक गर्नुस्।
पोस्टमा क्लिक गरिसकेपछि तपाईँ आफ्नो ग्रुपको होम पेजमा आउनुहुन्छ र यहाँ हेर्नुहोस् कन्टेन्ट पोस्टिङ भइरहेको छ। यसरी र यहाँ हेर्नुहोस् मेरो कन्टेन्ट पोस्ट भइसकेछ। यसरी तपाईले जेसुकै पोस्ट गर्न सक्नुहुन्छ, फोटो, भिडियो, म्युजिक, टेक्स्ट etc। यदि तपाईलाई यो भिडियो मन पर्यो भने यो भिडियोलाई लाइक गर्नुस् र साथै सब्स्क्राइबको बटनलाई क्लिक गरी राइटमा भएको बेल आइकनमा गएर अल सिलेक्ट गर्नुस् ताकि फ्युचरमा आउने सम्पूर्ण भिडियोहरुको नोटिफिकेसन तपाईहरुको डिभाइसमा पुगोस्।